भन्नुभयो यो राजनीतिको कुरामा मान्दिनँ राजनीतिको कुरा त आउँदै होला मेरो गाई ल्याउन छ भने थारो भ्याग्या गर्ने मेरो भुइँचो ल्याउन छ भने थारो भ्याग्या गर्ने बिहापछि मात्रै थाहा हुन्छ भुइँची बिहा थाहा हुन्छ हामीले युवा शक्ति सङ्गठनका विभिन्न सङ्गठनका साथीहरू हुनुहुन्छ राजनीतिक दलका साथीहरू हुन्छ राजनीतिक दललाई बनाउने को युवा शक्ति तपाईँ हामीले राजनीतिक दल गर्नुपर्छ अनि युवालाई हामीले रोक्न हुने युवाको आफ्नो आफ्नो गठन हुन्छ युवाको आफ्नो आफ्नो राय हुन्छ अनि मेरा नाति एकातिर गठन गर्ने मेरा भाइले एकातिर गर्ने हामीले हटाउन हुँदैन उनीको अधिकार हो 11 नम्बरका जनता यस्तो नबुझाउ छैनन् बुझाउँछन् राजनीतिक दलमा 11 नम्बरका जनताले खोजेको होला नसोचा होइन अब बाँकी भन्नुपर्ने कुरा धेरै हुन्छन् म काम खुल्दिनँ उत्तरिन पाउँदिन यो आजको युवा कलमले चाहिँ एउटा प्रगति देखाउँछ एउटा राजनीति पनि देखाउँछ भन्ने विश्वास दिलाउँदै बिदा लिन्छु धन्यवाद।